अब हामी चाहिँ इन्ट्रान्स एक्जामिनेसनको बारेमा कुरा गर्नेछौँ। प्रत्येक वर्ष प्लस 2 को रिजल्ट आइसके पछाडि चाहिँ TUIST ले इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी बोर्डले चाहिँ BSc को इन्ट्रान्स फर्म खोल्छन्, जुन त्यसको अफिसियल वेबसाइटबाट तपाईहरु चाहिँ फर्म भर्न सक्नुहुन्छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत साइन्सका क्याम्पसहरुमा तपाई चाहिँ वा अन्य युनिभर्सिटीहरुमा तपाई चाहिँ BSc पढ्न सक्नुहुन्छ। जस्तै इन्ट्रान्समा प्लस 2 को आधार विषयमा जस्तै फिजिक्स, केमिस्ट्री, बायोलोजी को विषयमा चाहिँ MCQ क्वेशनहरु सोधिन्छ। तपाईहरु MCQ क्वेशनमा टिक लगाएर चाहिँ इन्ट्रान्स पास गर्न सक्नुहुन्छ। इन्ट्रान्स पासको लागि विभिन्न बुक्सहरु मार्केटमा अवेलेबल छ। तपाईहरु इन्ट्रान्स पासको लागि चाहिँ किताबहरु किनेर MCQ प्र्याक्टिस गर्न सक्नुहुन्छ र इन्ट्रान्स कुनै पनि क्याम्पसमा दिन सक्नुहुन्छ। तपाईले TU वा अन्य युनिभर्सिटीको इन्ट्रान्स फर्म भर्दाखेरि तपाईहरु त्यहाँ कलेजमा टिक लाउँदाखेरि त्यो इन्ट्रान्स दिने कलेजहरु हुन्छन्। इन्ट्रान्स दिइसके पछाडि रिजल्ट आइसके पछाडि चाहिँ कुनै पनि कलेजमा आफ्नो इच्छाले चाहिँ एडमिसन गराउन सक्नुहुन्छ आफ्टर यु पास द इन्ट्रान्स एक्जामिनेसन। BSc को सिलेबसको बारेमा कुरा गर्नेछौँ, पाठ्यक्रमको बारेमा कुरा गर्नेछौँ। BSc 4 वर्षीय कार्यक्रम हो। पहिलो वर्षमा आधारभूत विषयहरू जस्तै फिजिक्स, केमिस्ट्री, बोटनी, जुलोजी, म्याथमेटिक्स, इंग्लिश कम्युनिकेसनहरु पढाइ हुन्छन् र दोस्रो वर्षमा यही विषयहरुले लाई चाहिँ गहिरोपनको रूपमा पढाइ हुन्छ। जस्तै BSc मा तपाईले बायोलोजी लिनु भएको छ भने बायोलोजीका विषयहरु चाहिँ गहिरो रूपमा पढ्नुपर्छ। फिजिकल लिनु भएको छ भने फिजिकल गहिरो रूपमा पढ्नुपर्छ वा माइक्रोबायोलोजी लिनु भएको छ भने माइक्रोबायोलोजी पढ्नुपर्दछ। त्यसैगरी तेस्रो वा चौथो वर्षमा रिसर्च प्रोजेक्टहरु, फिल्ड प्र्याक्टिकल फिल्ड वर्कहरु तपाईले चाहिँ पढ्नुपर्ने हुन्छ र हाम्रो यो भिडियोको चाहिँ स्क्रिनमा तपाईहरु BSc फर्स्ट इयर देखि लिएर फोर्थ इयर सम्म सम्पूर्ण सब्जेक्टको लिस्टहरु हेर्न सक्नुहुन्छ। यसै भिडियोमा हामी चाहिँ लिस्ट लगाइदिएको छ।